हातलाई अगाडि लगेर पर तन्काएर बिस्तारै उठ्नुहोस्। हात घुँडामाथि राख्नुहोस्। जनाले आँखा बन्द गर्नुहोस्। ढाड र कम्मरलाई सिधा राख्नुहोस्। हातलाई हत्केला आकाशतिर फर्काएर घुँडामाथि राख्नुहोस्। यो सँगसँगै हामी फोर्सफुल्ली ब्रेथ इन एन्ड आउट हाम्रो सासलाई सारोसँग भित्र र बाहिरको अभ्यास गर्नेछौँ। यो वज्रासनमा बसेर गर्ने अभ्यास हो। मैले इन भन्दाखेरि हातलाई माथि लानुहोस् र 1 भन्दा हातलाई तल, सासलाई बाहिर। ल सबैजनाले एकै साथमा इन 1 इन 2 इन 3 इन 4 इन 5 इन 6 इन 7 इन 8 इन 9 इन 10। ल सबैजना रेस्ट एकछिन रिल्याक्स गर्नुहोस्। आफ्नै गतिमा सासलाई बिस्तारै भित्र बिस्तारै बाहिर गर्नुहोस्। रिल्याक्स मोडमा सासलाई भित्र बाहिर गर्नुहोस्। आफ्नै गतिमा सास लिने र फाल्ने क्रम गर्नुहोस्। सुप्त वज्रासन बिस्तारै एउटा हातलाई उता अर्को हातलाई उता गर्यो। हातलाई माथि नमस्ते। ए बिस्तारै बिस्तारै खुट्टालाई हो त खुट्टालाई झिक्ने अर्को खुट्टालाई झिक्ने अनि उठ्ने। गुड।